नमस्ते, म हरिप्रसाद कणेल, एनआरएनए जापान क्षेत्रीय समिति खान्साई ओसाकाको संयोजक। मिति 2025 अप्रिल 26 र 27 तारिक शनिबार र आइतबारको दिन खान्साईमा पहिलो पटक नेपाली कला संस्कृति सभ्यता हाम्रो पहिचान झल्काउनको लागि एउटा नेपाल फेस्टिभलको आयोजना गरिएको छ र त्यो फेस्टिभल आयोजना गरेको स्थल यो नै हो। यो क्योबासीको स्टेसनको नजिकै फुलारी क्योबासी भन्ने एउटा यो ठाउँ छ र यही हलभित्र हामीहरू 4 महिनाको 26 र 27 तारिक खान्साईको पहिलो नेपाल फेस्टिभल गर्दैछौँ र यस फेस्टिभलमा खानाका स्टलहरू, हाम्रा वेशभूषा, हाम्रो पहिचानका कुरा, हाम्रा झाँकी संस्कृति सभ्यता, विविध किसिमका यावत किसिमका कुराहरू यहाँ झल्किनेछन् र त्यो झल्काउनको लागि हामी अहोरात्र हाम्रो यो सम्पूर्ण खान्साईवासीहरू एकजुट भएर लागिरहेका छौँ र यो कार्यक्रममा एनआरएनए जापान खान्साई क्षेत्रीय समितिको आयोजनामा हुन गइरहेको कार्यक्रममा नेपाल राजदूतावास जापानको सहकार्य सँगै छ र सहआयोजकको रूपमा यहाँ भएका सम्पूर्ण संस्थाहरूलाई हामीले सहआयोजकको रूपमा प्रस्तुत गरेर एकमुष्ट भएर एकजुट भएर हामीहरू यो कार्यक्रम सुरुवात गरेर यसलाई अन्त्य गर्नको लागि हामी एकदम लागिपरेका छौँ र यस कार्यक्रममा तपाईँहरू सबैजना त्यो दिन 2 दिनको कार्यक्रम भएको हुँदा सकेसम्म 2 दिन नभए पनि एक दिन आफ्नो एउटा मौलिकता हेर्नको लागि एउटा कार्यक्रम यो नेपाली विदेशी भूमिमा जापान जस्तो देशमा पनि हाम्रो यो कार्यक्रम हेर्नको लागि आएर यो कार्यक्रमलाई सफल बनाउनको लागि हजुरहरूको साथ सपोर्ट सहयोग उपस्थिति अवश्य रहनेछ भन्ने म पूर्ण विश्वस्त छु भन्दै पूर्ण तपाईँहरूलाई एकचोटि फेरि इन्भाइट गर्न चाहन्छु। यही अब आउने 26 र 27 तारिक यो नेपाल फेस्टिभललाई ऐतिहासिक बनाउनको लागि तपाईँहरू उपस्थित भइदिनु हुनेछ भन्ने आशा राख्दछु र फेरि पनि अनुरोध गर्दै अहिलेलाई बिदा हुन्छु। नमस्ते।